एउटा स्थापित नेता शेरबहादुर कुँवरलाई आसन ग्रहणको लागि आग्रह गर्दछु। साबिकको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सचिव, नेपाली कम्युनिस्ट पार्टीका नेता, स्थापित दलित नेता, सुदूरपश्चिम नीति आयोगका पूर्व उपाध्यक्ष गणेश विकलाई आसन ग्रहणको लागि आग्रह गर्दछु। यसैगरी सुदूरपश्चिमको पहिलो सरकारको लोकप्रिय मुख्यमन्त्री, पूर्व सुदूरपश्चिमको माओवादी केन्द्रको स्थापित नेता कमरेड त्रिलोचन भट्टलाई आसन ग्रहणको लागि आग्रह गर्दछु। यसैगरी जुझारु नेता, एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा पूर्व मुख्यमन्त्री दीर्घ स्वराजीलाई आसन ग्रहणका लागि आग्रह गर्छु। यसैगरी साबिकको नेपाल समाजवादी पार्टीका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य, नेपाली कम्युनिस्ट पार्टीका नेता कमरेड मिनराज बडुलाई आग्रह गर्दछु। कमरेड अध्यक्ष कमरेड प्रचण्ड जिन्दाबाद, कमरेड माधव नेपाल जिन्दाबाद, कमरेड प्रचण्ड जिन्दाबाद, कमरेड माधव नेपाल जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, कमरेड प्रचण्ड जिन्दाबाद, कमरेड माधव नेपाल जिन्दाबाद, एकतामा आएका सबै घटक जिन्दाबाद, एकतामा आएका सबै घटकहरू जिन्दाबाद। यसपछि म नेपाली क्रान्तिका महानायक, तपाईँ हामी सबैको राष्ट्र र जनताको भविष्य र भविष्यका मार्गदर्शक, नेतृत्वकर्ता सधैँ कमरेड प्रचण्डलाई आसन ग्रहणका लागि, यो पार्टीका संयोजक कमरेड प्रचण्डलाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। कमरेड प्रचण्ड। यसपछि म तत्कालीन नेपाल समाजवादी पार्टीका अध्यक्ष, एकीकृत समाजवादीका अध्यक्ष, पूर्व प्रधानमन्त्री, लोकप्रिय नेता माधव नेपाललाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। कमरेड माधव नेपाललाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। यसपछि म साबिकको नेपाल समाजवादी पार्टीका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य